सेवारो अनि नमस्ते मेरो च्यानलमा यहाँलाई स्वागत छ। आज पनि नि मैले फेरि यो हरियो आँपको अथवा काँचो आँपकै रेसिपी लिएर आएको छु। आज चाहिँ मैले यो काँचो आँपलाई एकदमै लामो समयसम्म राखेर खान सक्ने अचारको रेसिपी लिएर आएको छु। अनि यसको लागि चाहिँ मैले यो आँपलाई 2 दिनसम्म नुन र बेसारमा भिजाएर राखेको थिएँ। अब म नुन पानीबाट निकालेर यसरी यसलाई घाममा सुकाउँदैछु। यो आँपलाई चाहिँ यसरी घाममा सुकाउँदाखेरि 3 देखि 4 घण्टासम्म चाहिँ मजाले सुकाउनु पर्छ। तर त्यो भन्दा धेरै सुकायो भने चाहिँ यो फेरि धेरै ड्राई हुन्छ अनि त्यसको अचारको स्वाद त्यति राम्रो आउँदैन। अब आँप निकालेको यो चाहिँ नुन र आँपको रस हो। यसलाई चाहिँ तपाईले एउटा बोतलमा स्टोर गरेर राख्न सक्नुहुन्छ। अनि यो गर्मीको मौसममा नि यसलाई जुस जस्तो बनाएर चिसो पानीमा शरबत बनाएर खान सक्नुहुन्छ। तपाईले यसमा चिनी पनि एड गर्न सक्नुहुन्छ। अब चाहिँ म यहाँ मसला रेडी गर्दैछु। यसको लागि चाहिँ मैले यहाँ 4 चम्ची जति सर्स्यौं अनि हेर्नुस् त यो चाहिँ मसला हो। यो 4 चम्चा सानो चम्चाको 4 चम्चा चाहिँ मैले यहाँनिर धनियाको दानालाई लिए। अनि एक चम्चाको हिसाबले चाहिँ यो मेथी, ज्वानो, जिरा, थोरै कालो मरिच अनि कलौंजी हो। अब हामी चाहिँ यसलाई कालो जिरा भन्छौँ, कहीँ चाहिँ यसलाई कलौंजी पनि भनिँदो रहेछ। अनि यो सबै मसलालाई चाहिँ म यहाँनिर 15-20 सेकेन्डको लागि चाहिँ यो एउटा प्यानमा तताएर यसलाई चाहिँ म भुट्दैछु। त्योभन्दा धेरै भुट्यो भने चाहिँ यसले राम्रो फ्लेभर दिँदैन। त्यो भएर यसलाई अलिकति तातो पार्नको लागि मात्रै म यहाँ भुट्दैछु। अचारको मसला बनाउँदा कहिले कहिले चाहिँ अलिकति यो धेरै रोस्ट हुन्छ। धेरै रोस्ट भयो भने चाहिँ यसले राम्रो फ्लेभर दिँदैन। त्यो भएको हुनाले यसलाई चाहिँ 15-20 सेकेन्डसम्म मात्र यसरी घुमाएर निकाल्ने। अनि त्यसैमा मैले यो तोरीको दाना, यो चाहिँ सर्स्यौं हो, थोरै तोरी पनि मिसेको छ, यसलाई पनि भुट्दैछु। जब यो तोरी अलिकति पड्किन थाल्छ अनि यसलाई पनि निकालिहाल्नुपर्छ। तोरी अझ छिटो डढ्ने हुन्छ, त्यो भएर यसलाई धेरै राख्नु हुँदैन, यसलाई निकालिहालेँ। अनि यो चाहिँ यो ड्राई खुर्सानी हो, मजाले चाहिँ डल्लेको ड्राई खुर्सानी थियो। यसलाई पनि केही बेरसम्म राखेर मैले यसको हिट अफ गरेँ। अनि यो सबै मसलालाई सेलाइसकेर मैले यसरी यहाँ पाउडर रेडी गरेँ। अब चाहिँ म यहाँनिर अचार मोल्न लागेँ। यो गर्दाखेरि म एकपल्ट फेरि देखाउँछु। हेर्नुस् त यो आँपलाई चाहिँ यतिको सुक्नुपर्छ, पुरै ड्राई पनि गर्नु हुँदैन, तर यसमा पानी पनि रहनु हुँदैन। त्यस्तो गर्यो भने चाहिँ फेरि अलिकति राम्रो भएन भने, ड्राई भएन भने मजाले यसमा चाहिँ छिटो ढुँडे आउन सक्छ। ल अब मैले यहाँनिर थोरै बेसार राखेँ। अनि अघि हामीले तयार गरेर राखेको खुर्सानी अनि अरू मसलाहरूको पाउडर अनि यो चाहिँ तोरीको पाउडरलाई पनि यसरी एड गर्दैछु। त्यससँगै यहाँनिर स्वाद अनुसारको नुनलाई पनि राखेँ। नुन चाहिँ हामीले यो आँपलाई भिजाउँदाखेरि लागिसकेको थियो, त्यही भएर नुन चाहिँ अलिकति थोरै नै राख्नुपर्ने हुन्छ, किनभने यो धेरै नुन चर्को हुन्छ। अनि यो चाहिँ फेरि कलरको लागि थोरै यहाँनिर धुलो खुर्सानी राखेँ, किनभने हामीले यहाँ अकबरी खुर्सानी पनि हालेको छौँ, त्यही भएर मैले कलरको लागि मात्र राख्दैछु। अनि अघि नै यो तताएर अनि सेलाएर राखेको यो चाहिँ तोरीको तेल हो। अब म यसमा तोरीको तेल पनि एड गर्दैछु। अब यो सबै मसलाहरू राखिसकेपछि अब यहाँ यो अचारलाई म मजाले मोल्दैछु, ताकि यो सबै आँपमा चाहिँ मसलाको कोटिङ राम्रोसँग लागोस्। अनि यहाँ हेर्नुस् त यो चाहिँ मिठा सौँफ हो। अन्तमा मैले यहाँनिर 2 चम्चा जस्तो चाहिँ मिठा सौँफलाई पनि एड गरेँ। अनि यहाँनिर म थोरै फेरि कलौंजी, डल्लै कलौंजीलाई पनि एड गर्दैछु। यसरी पछि राख्दाखेरि चाहिँ यसको फ्लेभर एकदमै राम्रो आउँछ। अनि यहाँनिर मैले फेरि 2 चम्चा चाहिँ चिनी पनि एड गरेँ। अब यो चिनीले चाहिँ यो आँपको एकदमै अमिलो खट्टासपनलाई चाहिँ अलिकति न्युट्रलाइज गर्छ। त्यो भएको हुनाले यो चिनीलाई एड गरेँ मैले।
यो अप्सनल हो, तपाईहरूले यसलाई स्किप पनि गर्न सक्नुहुन्छ। तर चिनी एड गर्नुभयो भने यो आँपको अचारको टेस्ट एकदमै मिठो हुन्छ। अनि अन्तमा मैले यहाँनिर 2 चम्चा जस्तो चाहिँ हिङलाई एड गरेँ। अब फेरि एकपल्ट यो सबै मसलाहरूलाई राखेर यसरी मजाले चाहिँ मोल्नुपर्ने हुन्छ। ल हेर्नुहोस् त, मैले 5-10 मिनटसम्म मोलिसकेपछि चाहिँ मेरो अचार खानलाई चाहिँ अलमोस्ट रेडी छ। यतिकोमै खान सक्नुहुन्छ। तर यसलाई लामो समयसम्म स्टोर गर्नको लागि चाहिँ तपाईले एउटा राम्रो सिसाको जारमा राख्नुपर्ने हुन्छ। अब यो अचार लामो समयसम्म राख्दाखेरि चाहिँ एकदमै थिचेर राख्नुपर्ने हुन्छ। तपाईले यसमा एक्स्ट्रा तेल लाउनु पर्दैन, तर यसलाई मजाले थिचेर एयर टाइट चाहिँ गरेर राख्नुपर्ने हुन्छ। अनि यसलाई केही दिनसम्म घाममा सुकाएर अनि नर्मल ठाउँमा चाहिँ राखेर लामो समयसम्म खान सक्नुहुन्छ। ल, मेरो फाइनल प्रडक्ट चाहिँ यस्तो भयो। यहाँलाई यो रेसिपी कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक गर्नु चाहिँ नभुल्नुहोला। सेवा र